हेलो नमस्ते एभ्रिवान आज फेरि पनि म मेरो डिजिटल बिजनेसको 90 डेज सिल च्यालेन्ज लिएर आइसकेको छु। म सन्ध्या राई डिजिटल एन्टरप्रेन्योर फ्रम सोलुखुम्बु र आजको टपिक चाहिँ हाउ डु आई ब्यालेन्स दिस बिजनेस विथ माई फ्यामिली लाइफ भन्ने छ हैन। म चाहिँ प्राउडली 2 जना बच्चाको आमा हो है। अनि गाउँमै बसेर आफ्नो फ्यामिलीको रेस्पोन्सिबिलिटी, बच्चाको टेक केयर अनि फार्मिङ सँगसँगै चाहिँ यो ग्लोबल डिजिटल बिजनेसलाई रन गरिरहेको छु हैन। म आफ्नो लाइफमा डेली यो फ्यामिली टेक केयर, बेबीको टेक केयर अनि फार्मिङ आफ्नो डिजिटल बिजनेसले चाहिँ कसरी ब्यालेन्स गरेर अगाडि बढिरहेको छु त यो कुराहरू चाहिँ आज म तपाईहरुलाई भन्न चाहन्छु है। पहिलो कुरा चाहिँ हामीले मसँग टाइम छैन, म सक्दिन, गर्न सक्दिन होला या भ्याउँदिन भन्ने कुरा चाहिँ आफ्नो माइन्डबाट निकाल्नु पर्दो रहेछ हैन। र अर्को कुरा भनेको चाहिँ यो डिजिटल बिजनेस रन गर्नको लागि हामीलाई त्यति धेरै समय नै आवश्यक पर्दैन, मात्र कन्सिस्टेन्सी हुनुपर्छ हैन। वी क्यान गेट सक्सेस इन दिस बिजनेस है। हामीलाई यहाँ यो बिजनेस रन गर्नलाई त्यति धेरै समय चाहिँदैन, किनकि हामीसँग चाहिँ हाम्रो स्ट्रङ अटोमेसन सिस्टम छ हैन, जसले गर्दाखेरि हामी थोरै समयमा पनि आफ्नो बिजनेसलाई सक्सेसफुली रन गर्न सक्छौं है। यही अटोमेसन सिस्टमकै कारणले गर्दाखेरि म चाहिँ मेरो लाइफको मिनिङफुल मोमेन्ट्सहरु लाइक आफ्नो फ्यामिली, बच्चाहरुलाई एकदमै क्वालिटी टाइम दिन पाइरहेको सबै कुरा चाहिँ मलाई यो बिजनेसले गर्दाखेरि नै सहज भइरहेको छ। हामीलाई यो बिजनेस अगाडि बढाउनको लागि चाहिँ धेरै समय भन्दा पनि कन्सिस्टेन्सीको साथ एकदमै फोकस भएर अगाडि बढ्न जरुरी हुन्छ के। जेनरली मेरो मर्निङ चाहिँ सधैँ चियाको चुस्की परिवारसँगै बसेर सँगसँगै चाहिँ फोनमा आउने केही बिजनेस क्वेरीहरु सँगसँगै सुरु हुन्छ हैन। अनि त्यसपछि बच्चा स्कुल नजाने समयसम्म चाहिँ म फुल्ली बच्चाकै लागि नै आफ्नो समय दिइरहेको हुन्छु। अझ मेरो त बच्चाहरु स्कुल टाढो छ हैन, यहाँबाट समथिङ 1.5 घण्टा लाग्छ स्कुल हिँडेर जानको लागि। सो उनीहरुलाई स्कुल पुगिन्जेलसम्मको लागि पनि फुल पोजिटिभ एनर्जी दिन जरुरी हुन्छ के। त्यही भएर म चाहिँ सबै कामहरु छोडेर आफ्नो बच्चालाई नै टाइम दिइरहेको हुन्छु। अनि जब बच्चाहरु खाना खाएर स्कुल जान्छन् त्यसपछि चाहिँ फेरि घरको काम सकाएर 1.5 घण्टा 2 घण्टा हैन या 45 मिनेट जति चाहिँ आफ्नो बिजनेसले टाइम दिन्छु है। त्यसपछि फ्यामिलीलाई पनि खुसी पार्नु पर्यो हैन, बुहारी हो नि त। सो दिउँसो फेरि म फार्मिङको काममा पनि गइदिएको हुन्छु हैन। अनि साँझ पर्छ फेरि बिहानकै रुटिन सुरु हुन्छ। खाना पकाउँदै गर्दाखेरि, फार्मिङको काम गर्दै गर्दाखेरि चाहिँ आफ्नो बिजनेसको मास्टर माइन्डहरु चाहिँ एटेन्ड गरिरहेको हुन्छु हैन। अनि जब राति सबै काम सकाइसक्यो अनि फेरि 1 घण्टा 1.5 घण्टा चाहिँ आफ्नो बिजनेसलाई टाइम दिएर चाहिँ मेरो होल डे को रुटिन चाहिँ एन्ड हुन्छ हैन। यसरी चाहिँ मैले गाउँमै बसेर आफ्नो फ्यामिली, बच्चाको टेक केयर अनि फार्मिङ र यो ग्लोबल डिजिटल बिजनेसले चाहिँ ब्यालेन्स गरेर अगाडि बढिरहेको छु। सो तपाईहरु पनि यसै गरी आफ्नो परिवार सँगसँगै बसेर चाहिँ आफ्नो लाइफको मिनिङफुल मोमेन्टहरुलाई चाहिँ इन्जोय गर्न चाहनुहुन्छ भने यो बिजनेसमा जोइन भएर हामीसँग अगाडि बढ्न सक्नुहुन्छ। यु क्यान मेसेज मी इफ यु बिजनेसको बारेमा चाहिँ धेरै जानकारी जान्न चाहनुहुन्छ या बिजनेस कसरी गर्ने के गर्ने भनेर बुझ्न चाहनुहुन्छ भने। एन्ड थ्यांक यू सो मच फर वाचिङ माई भिडियो। हामी नेक्स्ट भिडियोमा भेट्ने छौं फेरि नेक्स्ट टपिकको साथ है। बाइ बाइ।